वेलकम टू न्यू ब्लग गाइज। आज हामी कहाँ जान लाग्यो हामी? त्यो डाँडा के भन्छ? त्यो डाँडा के अरे? त्यो भन्नु त्यो डाँडाको नाम के होइन कि त्यो डाँडा भन्नु। ए आज हामी पल्टेङ जान लाग्यो दसैँको टिका लाउन बाउहरूसँग। यहाँ छ हाम्रो प्रो पाप रे बा पारामा अब राख्नु के हुन्छ रमाइलो हट्टा खट्टा। अब आज नि लडेको सडेको भिडियो ब्लग हाल्न लगाइस यस्तो हान्नु। हम चाहिँ त्यो डाँडामा जाने गाइस यताबाट घुम्दै चिलमा घुम्दै ठाउँ आइसक्यो। धोतीहाले किनेर आउने हामी ए धोतीहाले जाने हामी। ओ अटो रेमा रोकै रोकमा पिडिदिनु अटो। ल धोतीहाले देखाइदिउँ। बाबा रे बाबा धोती त्यो चाहिँ हट्टेको 70 गाइस। हामी जब यो गएर घोरालो झर्दैछौँ हामी अब यहाँ हिँडेर साथै हामी झर्दैछौँ। यो आइसक्यो हाम्रो फेरि अस्ति नै पुरै मानुङ डाँडादेखि चाहिँ यहाँबाट मौसम देखिन्छ कि थरबजा। हामी चाहिँ गएर आइसकेको छ गाइस। गएर हजुरहरू चिन्नुहुन्न होला तर म स्पेसल देखाउँछु। यो चाहिँ मेरो स्कुल चाहिँ यता हो। मेरो स्कुल चाहिँ त्यो अगाडि मेरो स्कुल त्यो अगाडि चाहिँ गाइस। अब हामी चाहिँ यहाँ बोल्दिन स्कुल छ त्यही पनि आज अब पल्ट्याङ गरेर स्कुल चाहिँ त अहिले छेक्यो क्या मेरो स्कुल चाहिँ। त्यो चाहिँ भाइरल चौतारा हाम्रो स्याङ डाँडाको शीतल खानालाई यो चाहिँ ओटाङदी गाउँ हो। आज अब चाहिँ हामी यहाँ लगभग ओटाङदी गाउँमा भइसकेको छ बाटो हान्दै। यहाँ चाहिँ दसैँको लागि पिङ हालेर अरे बिहान पर ए मैले यस्तो क्यामेरा ल्याएको थिएँ यस्तो देखाउनु बेलैमा बुद्धि पुऱ्याएन। हाँसन फुले दिएको मैले बोकेर ल्याएको थिएँ क्यामेरा बनाउनु पर्छ। आजतिर हेर्नु ध्यान खतरा पाइएको छ। अब चाहिँ हामी अगाडि लागेको छौँ मन्जिलतर्फ जाँदैछौँ हामी। अब बाटो टोइ त्यहाँ कोदोनी पाइकिरहेको छ रमाइलो चालले। माथि डाँडामा बाटो पुरै रमाइलो छ। फाइनली पुलमा तरिँदै बाउको साथ कसैले हातमा हामी पुरै जान। यहाँ छ मेरो हातमा कोकेर चटपट खाने भए आउने होला झटपट। अब पुलमा हामी तर्न जान लागेको छ। अनि अब कस्तो हुन्छ हजुर देखाउने छु। अब त्यो छ खाँदै गर म यहाँ मिलाउँदै गरेँ।
त्यस्तै गर न हम चाहिँ यहाँ झर्दैछौँ यस्तो खतरनाक बाटोमा ए याद छ मलाई यस्तो बाटो पनि यस्तो बाटो बनाएर देखाइदियो है जिम्मेवारले गाइजहरु यहाँ के देख्नु परेको हेर्नु न यहाँ हेर्नु न यहाँ अरेङ्गलको गोला यहाँ टपमा अब राम्रोसँग देख्छ नि अरेङ्गलको गोला खतरा त्यो झुप्पो छ अरेङ्गलको गोला कि मजुला लिएर जान्छु नि छत्ता कहाँ गाइज त्यहाँ अरेङ्गल चाहिँ यहाँ हो नि यहाँ भएको एरिया यो अरेङ्गलको गोला दामी ठुलो छ